साथीहो यो बरको रुख हो, बरको दारी देख्नु भएको छ। यदि बिहा भइसकेपछि कसैलाई सन्तान भएको छैन, विशेष गरी लेडिजहरूलाई भने यो बरको जरा अत्यन्त महत्त्वपूर्ण काम गर्छ। त्यसमा यदि सन्तान भएको छैनन्, यदि कसैलाई महिनावारीको समस्या छ, सेत पानी बग्ने समस्या छ भने यसको जरा, बरको जरै जरा छ, यसलाई सुकाउनु होला। यसलाई ताजा खाए त धेरै राम्रो, तर यसलाई छायामा सुकाएर, सुकाउँदाखेरि छायामा सुकाउनु होला। अनि पिसेर राख्नु होला। यसको पाउडर बनाएर महिनावारीको 5 दिनपछि सुरु गर्ने। यसलाई कमसेकम 3 महिना खानु। जस्तो सुकै महिलाहरूको समस्या पनि यो चाहिँ निसन्तान महिलाको लागि यो अमृत समान छ। यो बरको जरा अत्यन्त महत्त्वपूर्ण, यसले अत्यन्त राम्रो काम गर्छ। एकचोटि प्रयोग गरेर हेर्नु होला। महिनावारी गडबड छ, यी सबै समस्याको लागि, महिलाहरूको समस्याको लागि अत्यन्त राम्रो कुरा हो। यो मैले धेरै देखेँ। आयुर्वेदमा यसको विशेष महत्त्व छ। यदि तपाईहरुलाई कुनै समस्या छ भने तपाईहरुले चाहिँ यसलाई प्रयोग गरेर जीवनलाई चाहिँ खुशी बनाउन सक्नुहुन्छ। गृहस्थ जीवनलाई चाहिँ तपाईहरुले हराभरा बनाउन सक्नुहुन्छ। यो अत्यन्त महत्त्वपूर्ण वर जसलाई हामीले पूजा गर्छौं। त्यतिकै पूजा गरेको छैन, यो कुरा बुझ्नु हो। यसलाई पूजा गर्नुको पछाडि ठुलो रहस्य छ। यो आयुर्वेदिक यो गुणले भरिपूर्ण यो जरा अत्यन्त राम्रो छ। यदि खुनको कमी छ भने पनि पूरा गर्छ। यो अझै टुप्पो टुप्पो कस्तो राम्रो काम गर्छ। एकचोटि खानु होला। यसलाई यतिकै खाना पनि हुन्छ।